घरको टाब्रे गाडी छ, टाब्रे गाडी छोडेर हिँडेको भन्नुहुन्थ्यो तपाईँ। टाब्रे गाडी एउटा पुलिस गाडी हो। टाब्रे गाडी नि फाड्न जानुभएको? खनेर छोड्यो त्यो। अनि कहाँ भैँसी पाल्न पाइन्छ, गाई पाल्न पाइन्छ भनेर हिँड्नुभएको अरू त पानी खोज्दै होइन? अनि यहाँ कसरी आउनुभयो त भरतपुरबाट? यहाँ त गाडी ल्याइदियो नि त उहाँ जग्गा दिन्छ सरकारले ल्याइदिएको? गाडीमा हालेर यहाँ ल्याइदियो? कुडौली जग्गा दिन्छ भने कुजौलीमा? कुडौली कुडौली तल कुडौली जानुभयो? अनि कुडौलीबाट कसरी आउनुभयो त यहाँ फेरि? जग्गा दिन्छ कुडौली त भनेको थियो त नि यतातिर? त्यता सिद्धि होला नि त फेरि यता छ भने त्यता बाँडेर भ्याइयो होला के अरे नाम। अनि यहाँ आएर कहाँ बस्नु हो? यहाँ आएर कहाँ बस्नु हो? पाल टाँगेर बस्नु हो भने होइन? त्यस्तोसँग त भरतपुर गाडीमा यहाँ हालेर ल्याएर छोड्यो होइन? त्यसपछि कहाँ बस्नु हो? पहिला भरतपुर बस्यो। यहाँ आइसकेपछि कहाँ बस्नु त नि? यहाँ त घर थिएन। हो त्यहाँ मैले भने त सिसीको बुट्टामा बस्नु भयो पाल टाँगेर? त्यतिकै कहाँ बस्नु त्यत्तिकै बुट्टामा बस्नु भयो? एक्लो सरी त के भएर हजुरबाजुरामा कहाँ बस्नु हो त? सबै त्यहीँ हो। भर्खर के हुनुहुन्थ्यो नि त हजुरबाजुरामा नि? कोही यहाँ आयो दुई ठाउँ गरेर बस्नु भयो। अनि खाने भाँडाकुँडा के खानुभयो? किन्ने ल्याउने खाने ए यहाँ नारायणगढ जानुहुन्थ्यो? कति कति जान्छ नारायण तरेर नारायणगढ चामल बोकेर आउँथे भन्नुहुन्छ है बुवाले? अरू चामल बोकेर गरिन्छ हिँड्नु। उहाँबाट चामल बोकेर लिएर आउने हो? सिक्रौलीबाट तरेर उहाँ शरणपुर निस्केर शरणपुरबाट के अरे शरणपुर अनि ठुलो गाडीबाट निस्केर अनि नारायणहाट गएर फेरि चामलको बोरा बोकेर आउने भन्नको होइन? कान्छो जानु बोक्नु पर्ने सानो जानुहुन्छ। तपाईँ जेठा तपाईँ जानुहुन्थ्यो? तपाईँ मात्रै जानुहुन्थ्यो? जेठा जानुहुन्थ्यो होला नि? जान्छ पछि सात दिँदाखेरि कति एक दिन बोकेर ल्याउनुहुन्थ्यो? कहाँ आउने त्यस्तो बाटो डाँडा डाँडा कति दिन लाग्थ्यो चामल बोकेर आउँदाखेरि? लाग्थ्यो 2 दिन लाग्थ्यो। आज बिहान नै जाने अनि भोलि बेलुकासम्म आउने होला। आज जाँदा ठिक्क भयो, भोलि चामलको बोरो बोकेर अनि तपाईँ आउँदा यहाँ को बस्थ्यो पहिला? थारूहरू थियो अरे नि थुप्रै? थारू थिए टन्नै थिए? बुटा अनि थारूहरूलाई चाहिँ बुट्टा काटेर बस्न पाएनन्? कसो? थारूको च्यान गाडी हो। थारूको च्यान गाडी हो? ए मान्छे मऱ्यो नि यहीँ गाड्ने? गाड्ने ए ए डढाउँथेनन् पहिला गाड्थे? अहिले पनि गाड्ने नै हुन्? अहिले त डढाउँछन्। के अरे हैजा खुब फैलिएको थियो र तराईमा? मान्छे त तराईमा बस्थेन र? राजोट कोइराला कराउने पिपुलको कुरा हैजा मर्ती आउँछ। कोइराला कराएपछि मान्छे मरिहाल्ने हो? हो हैजा त्यसो भने बेसरी फैल्यो? मान्छे भाग्थे कि के गर्थे? हैजा लागेपछि ठहरै हो, मरिहाल्ने हो? अनि कसले लिएर जान्थ्यो? डोराउँथ्यो कसले? फेरि लागेर फाल्थ्यो कसले? रसीले घाँटीमा लगाउने हो? सुर्केनी बनाउने लतार्ने हो? लतारेर कहाँ लाने? गाड्ने गाड्ने खाल्टामा हाल्ने अनि कोर्ने। भनेपछि मान्छे छुन्थेनन् कसैले? त्यही भएर तराईमा नबसेको होला पहिला ल? भनेपछि थारूहरूलाई नि हैजा लाग्यो? हैजा लगाएको कि त मलेरिया के हो? लामखुट्टे हैजै हो? ए भनेपछि बर्माबाट आएको हैजाले को मऱ्यो? कोही मऱ्यो?
एउटा रेगी मऱ्यो त्यहाँ रेगी मऱ्यो भइहाल्यो बाउराको दिउँसो रात कम्पनी गयो क्या चिनी लिएर आएछन् के भन्नु ठेला भनेको नकाट बुटा काट्ने होइन काट्नु पाइन्न भन्ने छ त्यो भने काट्ने हो भने बुटा काटेर बेलुका चिया पकाएर खाएको नि बेलुका भेटाइ आयो खुट्टुकै भयो दिउँसो बुटा काट्यो बेलुका चिया खाएँ अनि बेलुका भेटायो राति नै सिद्धि राति हजिरा लगाएपछि बाँच्दैन कोही बाँचेन नि त्यसो भने बाँझो यहाँ कति गाएर बाटा कति गाएर खान्छ स्कुलमा त्यहाँ पनि गाडेको छ कुकुरको एउटा रसी तानेर खाँदा त्यहाँ यति गाडेका छन् त्यहाँबाट पानी उता पानी खान पानी लिने कहाँ जानुहुन्थ्यो पहिला उहाँ डुङ्गोले मूलमा हो कि मोमा जानुहुन्थ्यो अनि खाना पकाउन भाँडा मैले ल्याउनु थियो कि किन्नुभएको भाँडा त लिएर आएको छ कि तरकारीहरू के खानुहुन्थ्यो गुन्द्रुक सुन्द्रुकदेखि के यताउता गुन्द्रे फुल खानुभयो अरे हो र डुम्रे पनि खायो त्यही भन्दै सुन्दा डुम्री त राम्रो हुन्छ अरे त खानलाई डुम्रीमा त धेरै भिटामिन पाइन्छ अरे त तरकारी हुन्थेन कि खानुभयो अनि घर कति समयपछि बनाउनु भयो बस्नलाई बनाउनु कहाँ पहिला त झुक्यो काठहरू थिए कि टन्न अनि काटेर बनाउनु भएन कहाँ त्यस्तो काठ ठुल्ठुला हुँदैन बनाउनु जान्न नि पर्यो नि मिस्त्री पाउनु पर्यो जानु किन्न जाने सबै आफै गराउँथ्यो अनि पढ्ने अवसर पाउनु भएन तपाईँले कहाँ पाउने मलाई बिहे गरिहाल्ने तपाईँलाई बिहे अरे अनि बिहा तपाईँले गर्दाखेरि कहाँ हेर्न कसले लिएर गयो आमालाई हेर्नु त्यसै माइसानेमा भरतपुरलाई हेर्दा के हेर्ने त्यतिकै कुराकानी गरेर भरत पुसाजुहरू पनि हो अनि कसरी चिन्जानु भयो त पुसाजुहरू पारी बर्मेलीको नाता परेर नि आमा आनन्दपुर के आनन्दपुरको त्यहाँ हाम्रो त्यहाँ बर्मेली हुनुहुन्थ्यो के बर्मेली हाम्रो त फुपूको जेठाजुको घर थियो के बर्मेली चोक भने आमाहरूको नाता पर्नु रहेछ नि त जेठाबा बर्मेली फरक छ तपाईँको र आमाकोमा फरक छ कि 16 17 फरक छ आमा त गोट्टा खेल्नु भनेको होइन बिहा दुरानबाट आउँदा बाटामा म त क्रिकेट चाहिँ गोट्टा खेलेर बस्नु दुरान फर्काएर आउँदा आमाले बाटामा गोट्टा खेलेर तपाईँहरू चिया खाना होटेलमा बस्नु आमा गोट्टा खेल्न बस्नु रमाइलो भएछ दुरान फर्काउँदा गोट्टा खेलेर हुन्थ्यो एक्लै गट्टा खेलेर बस्नुभएको अनि चिया खान लानु पर्छ त तपाईँहरू बुझ्दै त नि आमालाई त्यहाँ जन्तीको पो जानुभयो यहाँबाट लिएर जानुभयो उहाँ होइन यहाँ त बुढी गर्ने छोरी जाने भाइ गइहाल्ने भरतपुर बस्छ यहाँबाट भरतपुर बस्नु भरतपुरै जानुभयो अनि भरतपुर उहाँ हिँडेरै जानुभयो होइन गाडीमा गाडी थियो त्यतिखेर गाडी पाइन्थ्यो एउटा ड्राइभर थियो कि आफ्नो चिनेको त्यो मिलाउन ड्राइभर $3 उहाँ पुऱ्याइदियो टाइम पनि बिजनीले गयो हामीलाई त्यहाँ छोड्यो बेलुका हुँदाखेरि अर्को गाडी कतिजना जानुभयो अरे अनि एक दिन बेलुकाको बिहा बसेर भोलिपल्ट फेरि गाडीमा ल्याइदियो दिउँसै गयो बेलुकै फर्किनु भयो त्यो बेला त बेलुकाको बिहा गर्थे त गर्दैन
दिउँसो गरेको मेरो त्यही यहाँ त बाघ पनि आउँथ्यो त पहिला यहाँ बाघ डर यहाँ त्यहाँ बाघ डर हुन कुसा चाहिँ घरबाट बाघ लड्थे रोटी भयो